त्यही त लगेर मिसन आएको छ ल जानु पैसा पैसा भएकोलाई बाल हो अरे ओ $200 को मिसन दिएको छ त यार मिसन चाहिँ के हो सुन्छस् बिस्नेको हात छ यार बिस्नेले ए फर एप्पल बी फर बल सी फर कार सबै कम्प्लिट जेडसम्म भन्यो भने $200 अरे ओए यार बिस्ने ट्राई गर न यार ए फर एप्पल बी फर बल सी फर क्याट डी फर डग खालको क्या अनि एबीसीडी पनि आउँदैन भने म तिमी इंग्लिश चाहिँ कसरी बोल्छौ युकेमा बसेर ए म ट्रान्सलेटर राउँछु पासमा फेल भयो मुझे ओए ट्राई गर न प्लिज यार बिस्ने ओए बिस्ने अंग छिटो न ट्राई गर न बुझे ए फर एप्पल बी फर बल तिमीले जेडसम्म भन्देऊ भने $200 अरे यार मा चिकन मा कसम यार रोइ बिस्ने बिस्नेले हान्छ होला यार एबीसीडी त सबै भन्छ हैन र भन्छ बुझे चिना चिना के भन्यो अब एप्पल ए फर ए एप्पल ए स्पेलिङ भन्नु पर्दैन एप्पल ए भन्यो बल बी त्यसरी भन्दा भयो क्या बी फर बल ए फर एप्पल भनेर क्या ए ए एप्पल बनाना हो म त बनाना भ त टाटो टोटो फिस हो ई खोइ त ई खोइ त यसलाई ई भने के हो सक्ना नि मुजी यसलाई फेरि छाडा त मजाले आउँछ नि फेरि ई तिमी नै क्या तिमीलाई म के भन्छु ए अन्डा 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 ल ई को अन्डा अनि ए मन के हो मुजी ई बाट एफ क्या एफ हो न फिस हो फिस फिस भने के हो मुजी मुजी के मुजी मात्र कस्तो छ त हो यो त $200 हो यार बिस्ने सबैभन्दा बेसी मुख छाड्छ त यार यो त त भन्दा भन्न फिस ए $200 हो बिस्ने यार मलाई थाहा छैन जे बाबा म म्याथमा इङ्ग्लिसमा फेल छु जे कस्तो यार यसले कस्तो $200 घाटा लाग्यो ठाउँको ठाउँ यार मलाई आउँदैन जे बाबा बुझ्छ भोलि पढेर आउँछौ त आउँछ नि भयो त आज रातभरि पढ भोलि गर्छौ त $200 को पास गर्छौ भोलि ए फर एप्पल भन त हेरेर भन्दैन कस्तो कुरा गर्नुहुन्छ हो दाइ तपाईँ रट्ला नि आज रट्ला हेरेर भन्न नआउने मान्छेले दाइ रटेर चाहिँ कसरी भन्छ हौ ल हेर न बिस्ने हेरेर भन्न देख्छ एकचोटी हेरेर भन्न नि त ल तिमी सबै हेरेर भन्न देख्छ ट्राई पढेको गरेर भए पनि ल है यसले भन्छ है रटेर भए पनि भन्नु एबीसीडी नै पढेको छैन अहिलेसम्म मान्छे पढ्छ जाने मान्छे ए यार पढे हेरेर भन्न त एकचोटी रनमा ए लामो एबीसीडी भन्दा बेसी मुजी कि मुजी गर्छ अनि ल फेरि ट्राई गरे ओ हेरेर पढाइ त एउटा फोटो पठाइदिँदै ल ए फर एप्पलको त्यो डायग्राम पठाउँदा स्क्रिनशट गरेर ग्रुपमा नि ल हेरेर भन्नु ला त अर्को मोबाइलबाट ओए मान्छे यो सिटी के यार $200 गयो यार बिस्नेले गर्दा ठाउँको ठाउँ जान्छ मुला छाट $200 को मिसन थियो धनगढ़ी के चरोट कंचनपुर का सलाई धनगढ़ी के चरोट कंचनपुर का सलाई संयोग ज्यूटी टिप्ड 100 थ्याङ्क यू संयोग फर द 100 दाइ बिस्नेको 7 किलो अनि फुल गेम हिन्दीमा बोल्ने चिकन 2500 अरे हो र पक्कै ए फर एप्पल हल्का हानाम न $50 भए पनि झराउनु पर्यो नि त दिवाकरबाट छिटो पढा त्यसलाई मान्छे ट्राई गर क्या तिमी ट्राई नै गर्न खोज्दैनौ अरे बाबा त्यो डम्ने छ म्याच नि मुख चाहिँ हेर्नु न फेरि ओपर छाडिदिन्छ फेरि तिमीले बिर्सेको होला छाड्नमा चाहिँ फेरि
त्यसै चाहिँ म ससम्म मार्छु भान्जामा तिमीले भान्जा छ कि छैन त्यहाँ भान्जा छैन भान्जा त आफ्रिकामा छ बाबा हस्पा छ हेर त मैले ग्रुपमा पठाइदिएको ग्रुपमा बनाएको फोटो हेर अनि मैले भन यता यसो मार्छ भन्दा अब ए फर एप्पल बी फर बल सी फर क्याट डी फर डट ई फर यो चाहिँ हात्ती भन्छौ म ल के भन्छ इङ्ग्लिसमा हात्तीलाई एभ्रिमन फेस के अरे मुजी हात्तीलाई जेप्स ई फर जेप्स भन्छ नि म ई फर यी पुग्यो फिस भयो हो कि ई फर के अरे माछा हो ओ ई क्या ई फर माछा भन्छु नि ए मा एभ्रिमन हो एभ्रिमन हात्ती भन्छु म चाहिँ एफ फर एभ्री फेस जी फर जेप्स जेप्स एच फर डोटा चिकन एच फर एच एस एच क्या एच हो रको एच चिकन भन्छ नि एचबाट कसरी चिकन भयो मुजी एन भनेको होला हौ यसले फोटो हेरेर बोल्दैछ क्या यसले बुझिनस् आई फर हेलो आफसिम आइसक्रिम बोल्छु बाबा जे फर जवाज जस जे पछि के पो आउँछ के फर गाइस एल फर 9 एम फर mango एन फर and chicken के भन्छ यो एन फर एन and एन्ड कसरी भयो एन्ड फर चाहिँ छ मुला एन्ड भनेको कमिला तमिल हौ ऐ के हो चिकन छ नि एन्डबाट कसरी कमिला भयो रोन माया ल अनेस हो अनेस नेक्स्ट अनेस हौ अनेस अनेस भन्नु सुन्न लाग्छ यता त के अरे है सिक्री अनेस खाने चाहिँ ओरेन्ज त्यो त ओ फर भन् त एन भनेको क्या एन फर नेट के रे पछि जाने मलाई फोनमा चाट छैन म पनि रन माया जति ब्याड वर्ड्स भन्न जान्दछ बिस्नेले त्यति डलर अरे बिस्ने ओए भयो नि यार बिल्ला हुन्छ यार तिमीलाई ब्याड वर्ड होइन कुन आउँछ ब्याड वर्ड कतिवटा आउँछ भन नि त भएको नभएको सबलाई आउँछ हौ तपाईँलाई नि नआउने यसलाई आउँछ ल एउटा भन म ट्विटरमा ब्यान हुन्छ मलाई हुँदैन भन एउटा भन हिन्दी नेपाली सब हाल्नु न ओए मुजी नाच्ने रोन्डो ओए नाच्ने गाला मुजी ओए सिजी नाच्ने चुप नाच्ने साने चुप नाच्ने साने चुप नाच्ने ओए मुजी गाला भाउ ए राम्रो त्यसरी होइन हौ थ्याक भयो एकटा यो नगरी म अलिक फटा हुन्छ त्यही त होइन हौ कतिवटा आउँछ पो भनेको त कहाँ यिनीहरूलाई गाली हाल्नु भनेको Sorry, Good luck, mates. Sorry, यिनीहरूलाई कहाँ गाली गर भनेको त लामो मजाले रिस पकेछ